सबैजनामा वेलकम ब्याक टु माई मिनी ब्लग। र आज चाहिँ भने हामी मेरो हस्बेन्ड र म चाहिँ पेलिङ जानु आँटेको रेडी भइसकेका छौँ। अनि हाम्रो पेलिङको यात्रा अब स्टार्ट हुनेछ। नानीलाई चाहिँ यहीँ छोडिराख्ने बोजूहरूसँग। अनि यहाँनिर चाहिँ स्कुटी रेडी भइसकेको छ, बुढो पनि रेडी हुँदैछ। अनि म चाहिँ अलिक माथिसम्म हिँड्दै जानुपर्छ, किन भन्दाखेरि चाहिँ हाम्रो बाटो राम्रो छैन। अनि अब चाहिँ यहाँ भर्खरै पेलिङको लागि हामी निस्केको। मेरो बुढो चाहिँ उपर पर्खिरहेछ मलाई। हामी चाहिँ रेसी बजार पुग्यौँ। रेसी बजार त सानो छ र यसरी हामी रेसी बजार पनि क्रस गरिसक्यौँ। र बिट्विन लेकसेप अनि रेसीको यो टनलभित्र छौँ। यो टनल चाहिँ निकै लामो छ है। अनि मेरो क्यामेरा चाहिँ सबै धुलोले गर्दा हो कि न केले गर्दाखेरि चाहिँ राम्रो आइदिएको छ, सबै ब्लर भइरहेको छ। अनि मेरो बुढो चाहिँ फोकस गरेर चलाइरहेछ स्कुटी। कोही बेला ठुलो ठुलो टाढाहरू चाहिँ पास गर्नुपर्छ। अनि यहाँनिर चाहिँ यसरी टनलमा जाँदैछौँ जाँदा हाम्रो टनल सक्नु आँट्यो, क्रस गरिसक्नु आँटेको छौँ। यसरी भन्दा नभन्दाखेरि साँच्चै नै टाढा पनि आयो। यस्तो क्रस गरेर हामी टनल सक्यौँ। र हामी अब चाहिँ लेकसेप बजार पुग्यौँ। लेकसेप बजार चाहिँ हामीले गेजिङपट्टि जानुपर्छ, त्यहाँदेखि मात्र हामी पेलिङ पुग्छौँ। र लेकसेप बजारमा चाहिँ हामीले 4 जना भाइहरू पनि भेट्यौँ। र यो 4 जना चाहिँ पेलिङ मात्रै जानुभएको रहेछ। सानो भाइहरू छ है। र उहाँहरू पनि भर्खर प्र्याक्टिसको रहेछ। उहाँहरू पनि राइडमै निस्किनु भएको रहेछ। अनि उहाँहरू अगाडि छ र हामी चाहिँ पछाडि छौँ। उहाँहरूको पछाडि यसरी जाँदैछौँ। फाइनली वी रिच। काट्यौँ हामीले। अब चाहिँ जाँदैछौँ हामी। फोन कट्यो नि थाल्यो। ओ माथि गएको रहेछ। कस्तो अल्मलीको अन्त। हामी यहाँनिर आएको चाहिँ 2-3 टाइम्स भयो र पनि आज पनि फेरि आएको। अनि यहाँ चाहिँ कस्तो छ भने पुरा धुम्मिरहेको छ, जाडो छ। उता चाहिँ घाम लागेर पढाउँथ्यो बिहान चाहिँ। आज यहाँ चाहिँ भने चाहिँ पानी आउनु आँटेको टाइपको भइरहेको छ दिन। देखा हजारों फोटो सेसन सबै नन लोकलहरू मात्रै छ। सबैजना नन लोकलहरू मात्रै छ, लोकलहरू चाहिँ छैन। यो सिसाको रिफ्लेक्सनले गर्दा चाहिँ फोटो चाहिँ दामी आउँछ, मान्छे नराम्रो नभए पनि। अब चाहिँ निस्केको हो घरतर्फ। पुरा जाडो छ। फाइनल्ली घर आइपुग्यो भर्खर। सब बिजी छ।